सो हेलो एभ्रिवान साथीहरू, सम्पूर्ण तपाईहरु जति पनि भिडियोमा जोडिएर हेर्नुभएको छ सम्पूर्णलाई मेरो धेरै स्वागत छ भिडियोमा। अनि म चाहिँ आज दक्षिण कोरियाको थेगु स्थित क्षेत्रमा वनभोज कार्यक्रमको लागि आएको छु। लमजुङ समाजद्वारा आयोजित यो वनभोज कार्यक्रम कस्तो हुनेछ हैन, त्यो सबै कुराहरु तपाईहरुलाई म ढिल नगरिकन देखाउने छु। र आज म थोरै लमजुङ समाज, लमजुङ परिवार दक्षिण कोरियाको नेतृत्व गर्नुहुने हाम्रो अध्यक्ष दाइ रोशन गुरुङ दाइसँग पनि थोरै कुराकानीहरू गर्नेछु। यो पिकनिकको आयोजना कसरी भयो हैन, कसरी गर्नुभयो, कसरी यो सब कुरा म्यानेज गर्नुहुन्छ लगायतका कुराहरू। साथसाथै अब विभिन्न ठाउँबाट दक्षिण कोरियाको छुटछुटै ठाउँबाट चाहिँ पिकनिकमा जोडिनु भएको छ, आइदिनु भएको छ। आफ्नो यस्तो कामको व्यस्तता हुँदा पनि आफ्नो अमूल्य समय दिएर पिकनिकमा जोड्नु भएको छ। त्यसको लागि जति पनि आउनुभएकोहरूलाई धेरै धेरै धन्यवाद। सो अब हामी कस्तो छ कार्यक्रम, कसरी चल्दैछ हैन, तल गएर हेर्नेछौँ। म चाहिँ अहिले कोठामा बसिरहेको छु। अब गएर लेट्स इन्जोय द भिडियो हैन। लास्टसम्म हेर्नु होला हैन, कस्तो लाग्छ अनि कमेन्टमा आफ्नो रिभ्यू दिनु होला। यहाँ चाहिँ हाम्रो भूमि दिदीले टक्क रोटीसोटी बनाइरहनु भएको छ। उता भाउजू पनि हुनुहुँदैछ अनि यता कमला दिदी पनि टक्क रोटीसोटी बनाइरहनु भएको छ, दामी खालको। सो हेर्नु होला भिडियोलाई लास्टसम्म, मजा आइरहेछ। अब यहाँ चाहिँ गेस्टहरू आउनु लागेको भएर अघि नै हामीले तयारी गरेर राखिसक्यौँ होइन, टेबलहरू मिलाएर। अब भित्र सबै काटकुट भइरहेछ, मासु काटकुट भइरहेछ। अब खानाहरू बन्दैछ, अब गेस्टहरू पनि एकछिनमा आउँछ। यता चाहिँ हाम्रो टक्क चिकन रोस्ट पाक्दैछ, दाइले बनाउँदै हुनुहुन्छ हाम्रो सेफ दाइले। अब चाहिँ लगभग साँझ पनि पर्न लागिसक्यो अनि अब प्रोग्रामहरू पनि सुरु हुनु लागिसकेको छ। सबै सेटअपहरू भइसकेको छ होइन, खानपिनहरूको पनि व्यवस्था भइसकेको छ। साथीहरू, म त्यस्तो भुटन दिँदै यहाँबाट भिडियो दिइरहेको छु माथिबाट होइन। सो साथीहरू, पिकनिक लास्ट रमाइलो भइरहेको छ होइन। अनि उहाँ चाहिँ अध्यक्ष दाइ हुनुहुन्छ क्या, यो लमजुङ समाज परिवारको अध्यक्ष दाइ हुनुहुन्छ। बिचरा दाइले यति धेरै काम आफैले गरिरहनु भएको छ। दाइले बिचरा गेस्टहरूलाई म्यानेज गर्नेदेखि लिएर सबै कुराहरू दाइले आफै गरिरहनु भएको छ। बिचरा दाइ अहिले पनि बिजी हुनुहुन्छ, सायद त्यहाँ केही कुरा गरिरहनु भएको छ। उहाँ चाहिँ अध्यक्ष दाइ कस्तो बिजी हुनुहुन्छ। दाइ एकदमै मिलनसार बनिरहेछ दाइ उहाँलाई चाहिँ। सो खै यता फर्किनु भएन, अलराइट केही छैन। सो उहाँ चाहिँ जमन दाइ पनि उता हुनुहुन्छ। सो उहाँ पनि बिचरा लगभग बिजी नै हुनुहुन्छ, धेरै नै बिजी हुनुहुन्छ उहाँ पनि बिचरा। यो सबै कार्यक्रम चाहिँ उहाँ अध्यक्ष दाइ, जमन दाइहरूले चाहिँ गर्नुभएको जस्तो एकदम बिजी हुनुहुन्छ उहाँ। अनि यता रमेश दाइ फेरि त्यस्तै, रमेश दाइ पनि त्यति नै बिजी हुनुहुन्छ। दाइ पनि बिचरा भ्याइ नभएछ दाइलाई पनि बिचरा। यति धेरै मान्छेहरू आएको छ, यति धेरै पाहुनाहरू होइन। सो धेरै नै व्यस्तता चाहिँ भएको जस्तो छ। उहाँ चाहिँ फेरि उहाँले चाहिँ मलाई यी शीतल सबै म्यानेज गरिदिनु हुने। उहाँले सबै शीतल सबै म्यानेज गरिदिनु। उहाँ चाहिँ मेरो पुरानो स्कुलको क्लासमेट पनि हो होइन। सो खासै बोलचाल चाहिँ भएन होइन, किनकि खासै बोल्दैनौँ पनि। किनकि अब यहाँ अहिले चाहिँ उहाँ अलिकति जुनियर हुनुहुन्छ। हाम्रो कलेज पनि अब सक्दै हो नि त। अब पिकनिकमा आउनु भएको छ, उहाँ पनि लमजुङ गयो। सो पिकनिक आउनु भएको छ, यस्तो हाम्रो भेटघाट भयो। राइट, माहौललाई हामी देख्न सक्छौँ साथीहरू। सो हेर्नु होला यो माहौल, यस्तो बिजी माहौल। एट द सेम टाइम हाम्रो क्यामराम्यान पनि भ्याइ नभ्याइ छ। बिहानबाट मैले याद गरिरहेको छु क्यामराम्यानलाई पनि। सो
यही नै रहेछ क्यामेराम्यान पनि। अरूभन्दा पनि चाखलाग्दो कुरो चाहिँ नि साथीहरू होइन, यो सानो नानीहरूले चाहिँ नेपाली बोल्दैन रहेछ कि। उहाँ चाहिँ नेपाली नै हो तर उहाँहरूलाई नेपाली बोल्न चाहिँ आउँदैन रहेछ है। उहाँहरूले चाहिँ कोरियन भाषा नै ज्यादा बोलिराख्नु रहेछ कि। अरू पनि नानीहरू थियो कता कता जानुभयो होइन। साथीहरू यस्तै रमाइलो छ कि वनभोज। अब म चाहिँ ट्याक्कसँगले माथि बसी अनि कताबाट हेर्नु होइन। मलाई चाहिँ यो भिडभाडमा अलिकति झमेला लागेर म चाहिँ अलिकति माथि बसेर टक्कसँगले यसो खाने होइन, आफू पनि अलिअलि खाँदै अनि टक्कसँगले भिडियो सेट गर्दै। सो दाइ नमस्ते, कस्तो भइरहेछ दाइ? पिकनिक मजा आइरहेछ दाइ? कृष्ण दाइ पिकनिक मजा आइरहेछ नि? भर्खरको स्टार्ट भइरहेछ। अब हान्नुपर्छ, बिहान भरि हान्नुपर्छ अब। अनि कता दाइ? ल म यतै हुन्छु दाइ। माहौल बल्ल तात्दैछ होइन साथीहरू, पिकनिकको माहौल बल्ल तात्दैछ। गेस्टहरू अझै आउनै बाँकी छ नि त। सो ल है ल, पिकनिक आयो, मजा लिनु पर्यो। साथीहरू रमाइलो भइरहेछ। ल गेस्टहरू आउने कार्यक्रम चलिरहेको छ होइन। गाइस रमाइलो भइरहेको छ होइन। सो अभिषेक कस्तो भइरहेछ? यो चाहिँ हाम्रो क्याटरिङ। हेलो दाइ, के छ दाइ? कस्तो भइरहेछ दाइ पिकनिक? हान्नै पऱ्यो दाइ। अब दामी यो पिकनिकको माहौल होइन, लमजुङको तताउनु पऱ्यो नि त दाइ। अब बल्ल माहौल चाहिँ गरम भइरहेछ है साथीहरू। सो पिकनिकको माहौल अब बल्ल तात्दैछ। बजाउनु पर्यो। कस्तो भइरहेछ दाइ पिकनिक? एकदम रमाइलो भइरहेछ। अनि दाइ बिजी भयो क्या दाइ अरूभन्दा पनि। म चाहिँ आज एकदम कार्यक्रमको संयोजक भएको नाताले अलिक व्यवस्थापनमा अलिकति ध्यान दिएर त्यही भएर अलिकति व्यस्त भयो। पाहुनाहरू धेरै भएर पनि हो क्या दाइ? पाहुनाहरू धेरै भएर माहौल भइरहेछ होइन। आइस भाइ म पछि आउनेछु ल। ओके दाइ।
सो साथीहरू सबैजनाले भ्लगलाई इन्जोय गर्नु है। अब त्यस्तो खासै मैले केही स्पेसल त केही बनाइनँ होइन, अलिकति रमझम। सो त्यही हो, अरू त के मनाउने हो र। अब म पनि फर्स्ट टाइम हो कि यो पिकनिकमा चाहिँ। सो साथीहरू अब प्रोग्राम चाहिँ चलिरहेको छ होइन, भित्र पनि म चाहिँ अलिक साइडमा आएको छु किनकि डिस्टर्ब हुन्छ भनेर। अब यो प्रोग्राम त यो पिकनिक प्रोग्राम त भोलिसम्म पनि हुन्छ किनकि 6 र 7 को रातभरि हुन्छ, आजको रातभरि अनि भोलिसम्म पनि हुन्छ। म चाहिँ धेरै समय जोइन हुन सकेन, म चाहिँ अब गएर निन्द्रा पनि लागिरहेको छ। म गएर सुतेर जति बेला उठ्छु फेरि आएर भिडियो लिएर फेरि म यो प्रोग्राममा फेरि जोइन हुन्छु। सो त्यही हो साथीहरू होइन, अब म चाहिँ सुत्न जानु लाग्यो। सो म चाहिँ अब आफ्नो रुमतिर जाँदैछु होइन। पिकनिकको प्रोग्राम त कन्टिन्यू भइरहेको छ होइन। सो म चाहिँ रुमतिर लाग्छु साथीहरू, निद्रा पनि लाग्यो। म अब जति बेला भ्यू दिन्छु त्यति बेला आएर फेरि जोइन हुन्छु किनकि अब अझै नाचको भित्र ग्रुप डान्स अनि त्यसपछि गएर सिङ्गल डान्सहरू हुनै बाँकी छ, डान्स प्रोग्रामहरू। किनकि डान्स प्रोग्राम हुने हल चाहिँ यो हो, यो चाहिँ डान्स प्रोग्राम हुने हल। मैले तपाईँलाई भर्खर देखाएँ होइन। सो अझै बाँकी छ भिडियोहरू चाहिँ, तर म चाहिँ अब थाकिनलाई अब पल्टिन्छु एकछिन। जति बेला 1-2 घन्टा 3 घन्टा जति बेला बुझिन्छ त्यति बेला आएर जोइन हुन्छ है त। अनि यता चाहिँ म कोठा छु होइन। यहाँ कोठा देख्न सक्नुहुन्छ, यहाँ यसरी सुत्ने हो किनकि अब गेस्टहरू धेरै छ होइन, त्यही हो। सो म चाहिँ हिजो निदाइ भएँ कति 6-6:30 घन्टा आइसकेको छ। दाइहरू खानसानहरू रेडी भइरहेछ। यता बिहान भन्दा पनि हिजो बेलुकाबाटै सुतेको छैन उहाँ दाइहरू चाहिँ। साथीहरू यहाँ चाहिँ होइन फुटबलको कुरा भइरहेको रहेछ होइन। पहिला लमजुङ एफसीले कसरी खेल्थ्यो होइन, यताउति गेमको कुराहरू छलफल भइरहेको रहेछ। बिहान उठेर आएको म मुखसुख धोएर यहाँ त पुरै बिहानबाट प्याक हानेर होइन कुराकानी चलिरहेको रहेछ क्या साथीहरू। यसले काड खाएको, यसले गोल हानेको भनेर यहाँ त कुरासुरा गइरहेछ। एक्स प्लेयर यहाँ कृष्ण दाई एक्स प्लेयर लमजुङ एफसीको। तर हाम्रो मात्र प्राय गुरुङहरू सबै धेरै हुन्छ सो कृष्ण दाईको रमझम होइन बिहानै सुरु भइसकेको छ। मान्छे एकदम रमाइलो हुनुहुन्छ दाई, उहाँलाई चाहिँ एक्लै इन्जोय गरिदिने। अब कोरिया पनि थुप्रो भइसक्यो दाई त। अनि हाम्रो भनाइ पनि थुप्रो भयो। कति भयो दाइ तपाईँ कोरिया आउनुभएको दाइ? कोरिया आउनुभएको कति भयो दाइ? 25 वर्ष भइसक्यो कोरिया आएको है। हाम्रो उमेर बराबर त तपाईँ कोरिया आउनुभएको भइसक्यो। हजुर एकदम यो चाहिँ हरेक अध्यक्षहरूलाई सोध्नु पनि क्वेसन हो जस्तो लाग्छ। म चाहिँ एज अ लमजुङको अध्यक्ष मात्र होइन कि हाम्रो कास्की हुन्छ, अलिक गण्डकी प्रदेशको हुन्छ, धेरै अध्यक्षहरू छन् त यहाँ, संस्थाहरू धेरै छ। टफ कुरो हो, गाह्रो रहेछ, मलाई पनि बल्ल थाहा भयो होइन।
हिजो अस्ति अरू अध्यक्ष बस्दा त्यस्तो गाह्रो हुन्न जस्तो लाग्छ धेरै गाह्रो कुरो किन भन्दाखेरि काम गर्नै पऱ्यो अरूले जस्तो काम गर्छ हामी त्यस्तै काम गर्ने हो कम्पनीमा काम गर्ने हो त्यसमा प्लस फेरि संस्थालाई नि उ गर्नु पऱ्यो छुट्टी भनेको शनिबार आइतबार हुन्छ काम पछिको शनिबार आइतबार भनेको यहाँको समाजहरूको प्रोग्राम भनेको शनिबार आइतबारै हो भनेको करिब छुट्टी नै नभएको जस्तो फिल हुन्छ कि आफ्नो 2 वर्षको कार्यकालमा चाहिँ त्यही पनि गाह्रो छ अब सोमबारदेखि काम हुन्छ आइतबार बेलुका नाइट कल त अब 10-12 बजे घर पुग्यो हुन्छ फेरि भोलिपल्ट बिहान कम्पनी जानुपर्छ टफ त टफै छ होइन तर मजा पनि छ भोलि यो संस्थालाई मैले यसरी खटेअनुसार माथि पुग्छ भने भोलि मलाई पनि त आत्मसन्तुष्टि हुन्छ नि त म त्यसरी हेरेँ पनि फाइदै भइज भनेर त्यही भएर आफ्नो हातमा छ कि आफू कति खटिने संस्थालाई कहाँ कुन लेभलसम्म पुर्याउने भन्ने हो त्यही अनुसार संस्थालाई एज अध्यक्षको नाताले माथि नै पुर्याउँछु भन्ने हिसाबले टाइम टेबल मिलाएर अब गाह्रै भयो नि दुःखै भयो नि खटेको छु त्यही अनुसार टिमले नि साथ दिएकै छ कार्य समितिहरूले सो हाम्रो अब पिकनिकको कार्यक्रम लगभग सिकिसकेको छ अब हामी फोटोसोटो खिच्न लागेको सो साथीहरू अब आजलाई यति नै पिकनिक पनि राम्रै भयो रमाइलो पनि सकियो होइन अब हामी चाहिँ घर फर्किँदैछौँ म चाहिँ अब युनिट टर्मिनल झरेर त्यहाँबाट जान्छु